मानिसलाई दुःख र अभावले सिकाउँछ भने जस्तै द्वन्द्वकालमा विस्थापित भएर बर्दिया जिल्लामा बसाइसराई गरेर आउनुभएका हिमबहादुर पुनले श्री मिलन कृषि फर्म खोलेर एक नमुना कृषक बन्नुभएको छ। बर्दियाको गुलरिया नगरपालिका 8 सुरजपुरमा कृषि फर्म स्थापना गरेर पुनले 15 कट्ठा जमिनमा केरा खेती गर्दै आउनुभएको हो। विगतका वर्षहरूमा केरा उत्पादन गर्ने कृषकभन्दा केरा बिक्री गर्ने बिचौलिया व्यापारीलाई बढी आम्दानी हुने तर खास किसानलाई नाफा निकै कम हुन्थ्यो भने वर्तमान बालेन सरकार आएपछि भारतबाट आयात हुने केरा लगायतका फलफुलमा कडाई भएसँगै किसानलाई फाइदा भएको हिमबहादुर पुन बताउनुहुन्छ। व्यवसाय रूपमा केरा खेती गरेको छु मैले। यो धेरै छैन, अहिले मेरो 15 कट्ठामा छ। अब चाहिँ के गर्नुपर्छ त भन्दा केरा खेती हामी हिजो 10 रुपियाँ दर्जन गर्दा बेच्दा एकदम पीडित थियौँ। आज बालेन सरकारले दण्ड गरिदिएपछि यो केरा किसानले पनि मूल्य पायो, बिचौलियाहरूले पनि पाएको छन्। तर यतिले मात्रै पुग्दैन। नेपालमा केरा खेती चाहिँ बर्दिया जिल्लाको हकमा कम्तीमा पनि 500 हेक्टरमा छ अहिले। त्यो 500 हेक्टरमा भएको केराले पनि हाम्रो यहाँ बर्दिया जिल्लामै पुर्याउन सकिरहेको छैनौँ भने बाहिर त हामीले उ गर्नै सकिरहेको छैनौँ, निर्यात गर्न सकिरहेको छैनौँ। अब यसलाई चाहिँ हामीले अझ कम्तीमा पनि एकजनाले 8-10 बिघा केरा लगाउन, तब पो यो आफ्नो नेपाललाई चाहिँ नेपालमै पर्याप्त मात्रामा केरा पुर्याउन सकिन्छ कि भारतबाट रोकिदियो। तर यहाँ कतिपय भन्न आएका छन् कि किसानले केरा लगाएकै छैन, उता भारतबाट रोकिदिरहेछ, यहाँ टाइममा समयमा हामीले केरा पाउन सकेका छैनौँ भनेर चाहिँ ग्राहकहरूले भन्ने गर्नुभएको छ। त्यो नहोस् भन्ने हिसाबले केरालाई चाहिँ अत्याधिक मात्रामा वृद्धि गराएर धान मकै गहुँभन्दा यो नगदे बाली हो, केरा खेती गर्न उचित हुन्छ। खुसी लागेको छ, बालेन सरकारलाई धन्यवाद दिन चाहन्छु। वर्तमान बालेन सरकारले भारतबाट आयात हुने फलफुलमा रोक लगाएपछि नेपाली किसानहरूमा उत्साह थपिएको हिमबहादुर पुनको भनाइ छ। उहाँले केरा खेती निकै राम्रो नगदे फल भएकाले आफू जस्तै अरू केरा खेती गर्ने कृषकहरूलाई बढीभन्दा बढी केरा खेती गरेर आत्मनिर्भर बन्न सुझाव दिनुभएको छ। हस्त आजको श्रृङ्खलामा यति नै। अर्को श्रृङ्खलामा नयाँ विषयवस्तुका साथ प्रस्तुत हुनेछौँ। आजका लागि बिदा हुन चाहन्छौँ। नमस्कार।